आउने प्रयास गर्दै हुनुहुन्छ कि हजुर जसरी हुन्छ वापस अयोध्या हिँडिबक्सियोस्। त्यो राज, त्यो काज, त्यो सबै हजुरको लागि हो, म त्यसमा बस्न लायक छैन। र सबै प्रकारले बिन्ती गर्दै भन्नुहुन्छ कि प्रभु, बाल्य अवस्थामा पनि जब हामी सानो हुँदाखेरि केही खेलहरू खेल्थ्यौँ, त्यो अवस्थामा पनि हजुरले सधैँ मलाई नै जिताउने प्रयास गरिस्यो, कहिले पनि मलाई हार हुन दिसेन। त्यस कारणले गरेर आज यो मेरो वचन पनि हार नहोस्, हजुरसँग म यो बिन्ती गर्न चाहन्छु। थाहा छ, एकपटक सन्त महात्माले यो कहानी भन्ने गर्नुहुन्छ। एकपटक रामचन्द्रजी, शत्रुघ्नजी, भरतजी र लक्ष्मणजी त्यहाँ गेमको खेल खेल्दै हुनुहुन्थ्यो, यानि कि फुटबल खेल्दै हुनुहुन्थ्यो। फुटबल खेल्ने क्रममा सबैजना अब रामजीकै टिममा बस्न चाहे, म रामको टिममा बस्ने, म रामको टिममा बस्ने। अब को चाहिँ रामको अपोजिटको टिममा बस्ने त? कोही पनि भएन। भरतजीले भन्नुभयो, यदि मेरो दाइ रामलाई प्रसन्नता हुन्छ म रामजीको अर्को विरुद्ध टिममा बसेर खेल खेल्नको लागि भने म बस्छु भनेर भरतजीले स्वीकार्नुभयो। र त्यहाँ गेम हुन थाल्यो। गेम भइरहेको बेलामा त्यहाँ जुन फुटबल थियो, जुन गेद थियो, एक लात यता पहिला भरतजीले हान्नुहुन्छ रामजीतिर। त्यसपछि रामजीले आफूतिर आएको जुन बल छ त्यसलाई पुनः लक्ष्मणजीको साथमा मिलेर पुनः भरतजीतिरै फर्काइदिनुहुन्छ। सबैजनाले सोचे कि पक्कै पनि रामचन्द्रजीले चाहिँ त्यहाँ भरतजीलाई जिताउन चाहनुहुन्थ्यो, त्यस कारणले गरेर यहाँ भरतजीतिर बल फेक्दै हुनुहुन्छ। यता पुनः फेरि भरतजीले आफ्नो बललाई उता फेक्नुभयो। फेरि त्यस्तै प्रकारले गेम खेलिरह्यो। कसैले सोधे, हजुरहरूले किन एक आपसलाई बल फेकाफेक गरिरहनु भएको छ? यता रामचन्द्रजीले भन्नुहुन्छ, यो बल यानि कि जीव, यो जसरी यो जीव घुमिरहन्छ 84 को चक्करमा, त्यस्तै प्रकारले यो बल पनि घुमिरहेको छ। जसले सन्तको चरणलाई छोडेर मबाटमा आउँछ भने म त्यसलाई स्वीकार्दिन भन्ने यहाँ सन्तको हुनुहुन्थ्यो, भरतजी हुनुहुन्थ्यो। र रामजीले यस्तो भन्दै, जसले सन्तको चरणलाई, गुरुको चरणलाई छोडेर मतिर आउँछ भने म उसलाई स्वीकार्दिन। यता भरतजीले किन बल फेरि फेकिरहनु भएको छ? जो रामको विमुख हुन्छ म त्यसलाई अपनाउँदिन। भन्नुको तात्पर्य हामीलाई हाम्रो जीवनमा भगवान मान्नुको साथसाथै सन्त सद्गुरुको पनि आवश्यकता हुन्छ। यो भगवानको नियम हो। जबसम्म हामीले गुरुलाई अपनाउँदैनौँ, सन्तको हामी सान्निध्यमा पुग्दैनौँ, तबसम्म भगवानले हामीलाई स्वीकार्नु हुँदैन। त्यसैले धेरैजनाले भन्ने गर्नुहुन्छ, भगवानलाई आफै माने भइहाल्यो नि, किन गुरुको आवश्यकता? जबसम्म गुरु हुनुहुन्न तबसम्म भगवानले हामीलाई स्वीकार्नुहुन्न। भक्तमालमा एउटा कथा प्रसङ्ग आउँछ नामदेवजीको। नामदेवजीले यति भजन, यति कीर्तन गर्नुहुन्थ्यो कि आफ्नो जीवनमा भगवत दर्शन गरिरहनु भयो। तर पनि जब सभा चलिरहेको थियो, त्यो सभामा एकपटक कर्माबाई अनि सबै सारा सन्तहरू त्यहाँ उपस्थित थिए। के को लागि थियो थाहा छ हजुरलाई त्यो सभा? त्यहाँ चेकिङ भइरहेको थियो, को पक्का को कच्चा भनेर। सबैजनाको टाउकोमा कर्माबाईले एउटा एउटा लट्ठी लिँदै यसरी टङ टङ बजाउँदै हिँड्नुभयो। सबैजना सन्त त्यहाँ आनन्द मग्न भएर चुप लागेर बसिराखे। तर केवल नामदेवजी भने टाउकोमा हान्ने बित्तिकै रिसाएर मलाई किन हानेको भनेर उफ्रिन लाग्नुभयो। यत्तिकैमा सभा गलल्ल हाँस्यो र नामदेवजीलाई कच्चा कच्चा भनेर जिस्काउन लागे। नामदेवजी कोठामा गएर रुन लाग्नुभयो, के म साँच्चै कच्चा हो? मेरो आज त्यत्रो बेइज्जती भयो, त्यत्रो सभाले मलाई हाँस विलास गर्यो, किन यस्तो भयो प्रभु भनेर रातभरि रोएर बस्नुभयो। प्रभु त्यहाँ दर्शन दिनको लागि आउनुभयो र नामदेवजीलाई भन्नुभयो, नामदेव हो साँच्चै तिमी कच्चा छौ। नामदेवजीले भन्नुभयो, म किन कच्चा? किनकि तिमीले अहिलेसम्म आफ्नो जीवनमा गुरुलाई प्राप्त गरेका छैनौ। जबसम्म मनुष्यले, जबसम्म व्यक्तिले जीवनमा गुरु प्राप्त गरेको हुँदैन नि, तबसम्म त्यस व्यक्ति कच्चा नै रहन्छ। कति भक्ति किन नगरोस्, कति पूजा पाठ आराधना किन नगरोस्, तर उसले गरेको पूजा त्यति बेला सफल हुन्छ जब गुरुको मार्ग निर्देशनबाट उसले साधना, जप, ध्यानलाई गर्दछ। त्यसैले जीवनमा
गुरु हुनु अत्यन्त आवश्यकता छ। यसरी नामदेवजीलाई गुरु धारण गर्ने उपाय भगवानजीले बताउनुहुन्छ र नामदेवजीले आफूले गुरुलाई प्राप्त गर्नुहुन्छ। यस्तो कयौं हजारौं उदाहरणहरू शास्त्रमा बताइएका छन् कि गुरु बिना भवनिधि तरहि न कोई, भवनिधि जो बिरंची शंकर सम हो।